यो फेन्टा हो, यो यहाँ लेखेको छ ओरेन्ज जुस र यो हामी आफ्नो 1-2 सालको बच्चाहरूलाई पनि खुवाउँछौँ ताकि के सम्झेर भन्दाखेरि यसमा ओरेन्जको जुस छ र यो हाम्रो शरीरको लागि धेरै नै हेल्दी हुन्छ, हो कि हैन? तर आज म तिमीलाई एउटा कुरा सबभन्दा पहिला के भन्न चाहन्छु, यसमा हेर यहाँ लेखेको छ एनर्जी प्रत्येक 100 ml मा यसमा 56 किलो क्यालोरी एनर्जी छ र एनर्जी आउँछ चिनीबाट या कुनै पनि मिठो कुराबाट, ठीक छ? मतलब यसमा चिनी भरपूर मात्रामा हालेको छ। 100 ग्राममा मात्रै 56 किलो क्यालोरी छ। यो जम्मा 250 ml को छ, मतलब 56 into 2.5 यो लगभग 87 किलो क्यालोरी को छ। त एनर्जी आउनु अर्को कुरा हो, तर सुन्तलामा एनर्जी मात्रै त हुँदैन, सुन्तलामा त भिटामिन सी पनि हुन्छ। यसमा भिटामिन सी 0% छ। अब यहाँबाट हामी यो बुझ्न सक्छौं कि यसमा पक्कै सुन्तला छैन। यदि सुन्तला भएको भए भिटामिन सी हुन्थ्यो। यसमा प्रोटिन 0 mg छ, 0 ग्राम, मतलब फेरि यसमा प्रोटिन पनि अलिकति पनि छैन र त्यसको साथसाथ मिनरल्स पनि केही पनि छैन र सुन्तलामा मिनरल्स भिटामिन नभएको सुन्तला सम्भवै छैन कि हुन्छ। त त्यही भएर हामी त त्यस्तै बुझ्न सक्छौं कि यो के हो, यो के हो, फेक हो। तर अब यसलाई प्रुभ कसरी गर्ने? यसको लागि म के गर्छु त यो फेन्टा हो, विश्वास लागिरहेछ? लागिरहेको छैन त म अलिकति खाइदिन्छु भिडियोको लागि है, ठीक छ? हेर्ने यसमा हाल्दैछु, हो फेन्टा, यो हो ब्लिचिङ एजेन्ट। के हो ब्लिचिङ एजेन्टले के गर्छ त कुनै पनि जति पनि आर्टिफिसियल कलरहरूलाई यसले उडाइदिन्छ। हेर्ने यो के हुन्छ, यो हो कि एक्चुअलीमा अब थाहा हुन्छ। यो के हो, यो के हो, पानी हो एक्चुअलीमा। र पानीमा के मिसाएको थियो, चिन्नी। हामी जुन यसमा सुन्तलाको स्वाद पाउँछौं नि, खाएर सुन्तला जस्तै लाग्छ, त त्यो एक्चुअलीमा हुन्छ के त सिन्थेटिक फ्लेभर हुन्छ के, जसमा सुन्तला जस्तै स्वाद, कुन केमिकलबाट सुन्तला जस्तै स्वाद आउँछ त्यो केमिकल ल्याबमा बनाइन्छ र त्यो माथिबाट यसमा हालिन्छ। त अब स्वाद त सुन्तलाको आइसक्यो, तर हेर्नलाई के जस्तो छ त माथिबाट सुन्तलाको कलर यसमा थपिन्छ र म त्यही कलरलाई काट दिए। एक्चुअलीमा यही हो सुन्तलाको जुस जुन हामी मार्केटमा खान्छौं। यदि यहाँ ओरिजिनल सुन्तला भएको भए त्यसको जुस बनाउँथे र यो हाल्थे त यो व्हाइट हुनेवाला थिएन, ट्रान्सपेरेन्ट हुनेवाला थिएन।